हजुरबुवा पहाडमा हुनुहुन्थ्यो। बुवा मधेसको गाउँ झर्नुभयो। हामी छोराछोरी सहर पस्यौँ। हाम्रा छोराछोरीहरू दुबई, कतार, मलेसिया हेरे। नाति नातिना अमेरिका, अस्ट्रेलिया, जापान हेरे। त्यसपछिका कहाँ जालान्? हजुरबुवा ढिँडो र आटोमा बस्नुभयो। बुवा भातको खोजीमा सहर झर्नुभयो। हामी फ्राई राइसमा दौडियौँ। हाम्रा छोराछोरी चाउमिन र मोमोमै अघाए। नाति नातिना पिज्जा, बर्गर खान थाले। त्यसपछिकाले के खालान्? हजुरबुवाले सल्लाहका दाउरामा पकाउनुभयो। बुवाले सालका दाउरामा पकाउनुभयो। हामीले स्टोभ, चुलो बालेर पकायौँ। छोराछोरीले ग्यास चुलो बालेर पकाए। नाति नातिनाले बिजुलीमै पकाए। त्यसपछिकाले केमा पकाउलान्? हजुरबुवा हिँडेर खबर पुर्याउनुहुन्थ्यो। बुबाले हुलाकबाट चिठी पठाउनुहुन्थ्यो। हामीले टेलिफोनबाट खबर पुर्याउँथ्यौँ। छोराछोरीले मोबाइल हेर्दै कुरा गर्थे। नाति नातिनाले आइफोनबाट भिडियो कल गर्न थाले। त्यसपछिकाले के गर्लान्? हजुरबुवा गोरेटो र घोरेटोमै हिँड्नुहुन्थ्यो। बुबा मालवाहक ट्रकमा हिँड्नुभयो। हामी साइकल र बसमा हिँड्थ्यौँ। छोराछोरी मोटर साइकल र एसी डिलक्समा हिँड्थे। नाति नातिना कार र हवाईजहाजमा हिँड्न थाले। त्यसपछिका केमा हिँड्लान्? हजुरबुबा वेद र पुराण पढ्नुहुन्थ्यो। बुबा संस्कृत र रामायणको श्लोक घोक्नुहुन्थ्यो। हामी स्वस्थानी र कविता पढ्थ्यौँ। छोराछोरी प्रेम कहानी र अङ्ग्रेजी पढ्थे। नाति नातिना एसएमएस, रोमन पढ्छन्। त्यसपछिकाले के पढ्लान्? हजुरबुवाको घर ढुङ्गोको छानोले चिनिन्थ्यो। बुवाको घर खर झिङ्गटीले चिनिन्थ्यो। हाम्रो घर सामान्य ढलानले चिनिन्छ। छोराछोरीको घर तल्ले र रङले चिनिने भयो। नाति नातिनाको घर ट्रस, मार्बल र वालपेपरले चिनिने भयो। त्यसपछिकाको घर केले चिनिएला?